हेलो हजुर नमस्ते सबैजनालाई। ल हामी चाहिँ ऐसलु खाएर नास्ता खाएर पानी खाएर घाँस काटेर अनि अब चाहिँ घाँस बोकेर घरतिर जान लाग्यो। अब रात पनि पर्न लागिसक्यो। दिनभरि धेरै ऐसलु खायौँ, घाँस बनायौँ। घर जाँदाखेरि फेरि त्यतै पनि के जानु भनेर हाम्रा यिनी बच्चा बच्चीहरू पनि खुसी भएका छन्। हाई सबैलाई। ल घाँस चाहिँ थोरै थोरै बनाहौँ, धेरै बनाएनौँ। आजभोलि खासै घाँस पनि रहेनछ, त्यही भएर अलिअलि घाँस बनायौँ। अनि अलिअलि बुटानो रुख्नु अलिअलि डालाहरू काट्यौँ। अब हाम्रो यो चाहिँ यही हो घाँस काट्ने ठाउँ। डाँडा काँडा रमाइलो घुम्न मन लागेर आएको थियौँ। अब जान्छौँ है त। सबैजनालाई बाई। ल फेरि भेटौँला। बाई।